दर्शकबिन हामी यतिखेर सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका स्थित गुफा डाँडामा आइपुगेका छौँ। यो एकदमै रमाइलो दृश्य देखाउन गइरहेको छु दर्शकबिनहरू। सबैजनाले हेर्नुहोला, यो सिन्धुपाल्चोककै एक नमुना गाउँ, नमुना ठाउँ घुम्नको लागि एकदमै राम्रो दृश्य चाहिँ यतिखेर हेर्न सक्नुहुन्छ भने यहाँहरू सम्पूर्ण यो ठाउँमा घुम्नको लागि पनि आउन सक्नुहुनेछ। यो सिन्धुपाल्चोक अर्थात् गुफा डाँडा भनिन्छ। यो गुफा डाँडामा आएर सबैजनाले मनोरञ्जन लिन सक्नुहुनेछ भने यो आउनको लागि काठमाडौँबाट लगभग 40-45 किलोमिटर जति लगभग पर्छ। यो चाहिँ काठमाडौँ साखु अनि त्यसपछि यता जर्सिङपवा हुँदै नाग्नेबारी आउनेबारी मेलम्ची हुँदै आउनुपर्ने हुन्छ। यतिखेर जिल्लाकै बजार छ यहाँनिर हेर्न सक्नुहुन्छ। कमेन्टमा आएर तपाईँ पनि यहाँ आएर एकदमै रमाइलो दृश्य हेरेर एकदमै मनोरञ्जन दिन सक्नुहुनेछ भने तपाईँहरू पनि कुन ठाउँबाट हेर्नुहुन्छ हाम्रो युट्युब च्यानल च्यानलबाट हेर्न सक्नुहुनेछ प्रत्यक्ष। यसरी चाहिँ 77वटा जिल्लाको झन्डाहरू सजाएर राखिन्छ। नेपालको झन्डा 77वटा जिल्लाको यो झन्डाहरूमा यसै गरी तपाईँले चाहिँ नेपालको जलवायु चाहिँ प्रथम सम्मेलन भएको थियो यहाँ यस क्षेत्रमा। यो चाहिँ एउटा लेडिज आइमाईले चाहिँ यो पृथ्वीको चिन्ह भनौँ न, यो चाहिँ बोकेर यस्तो बनाइएको छ भने यो मनोरम दृश्य चाहिँ प्रकाश तारबाट भइरहेको जानकारी गराउँदछ। सबैजनाले हेरेर यसरी यो एकदमै रमाइलो यहाँ टुरिस्ट एरिया एकदमै राम्रो प्रख्यात मान्छेहरू छ। सबैजना आएर घुम्नु होला। तपाईँहरू कुनबाट हेर्दै हुन्छ कुनबाट कमेन्टहरू गर्दै होला, सबैजनाले सेयर गर्दै होला, कमेन्ट गर्दै हाम्रो युट्युब च्यानलमा सब्सक्राइब गरेर होला। अहिलेको लागि जय भोलेनाथ।